योभन्दा अघिल्ला भिडियोहरुमा भने हामीले यसै च्याप्टरसँग सम्बन्धित इम्पोर्टेन्ट क्वेशन एन्सरको बारेमा अथवा पास्टमा सोधेका दुईटा क्वेशन एन्सरको बारेमा अलरेडी डिस्कसन गरिसकेका छौं। यदि तपाईहरुले ती भिडियो हेर्नु भएको छैन भने प्लेलिस्टमा गएर हेर्न सक्नुहुन्छ। र अब हामीले डिस्कस गर्न खोजेको क्वेशन यो क्वेशन नम्बर 3 हो। एक्जाम पोइन्ट अफ भ्यूबाट यो पनि इम्पोर्टेन्ट नै छ है त। ल यहाँ के भन्दैछ त भन्दाखेरिमा डिफाइन मार्केटिङ च्यानल, एक्सप्लेन द नेचर एन्ड इम्पोर्टेन्स अफ मार्केटिङ च्यानल। बजारशास्त्र माध्यम भनेको के हो, बजारशास्त्र माध्यमलाई परिभाषित गर्ने र यसको नेचर अथवा इम्पोर्टेन्स महत्त्व के रहेको छ त बजारशास्त्र माध्यमको भनेर हामीलाई सोध्दैछ। सुरुमा अब हामीले मार्केटिङ च्यानल भनेको के हो त्यो बुझ्नुपर्छ है त। बजारशास्त्र माध्यम भनेको के हो त भन्दाखेरिमा कुनै उत्पादन वा सेवालाई चाहिँ उपभोक्ता वा व्यवसायसम्म पुर्याउने प्रक्रियामा संलग्न व्यक्ति वा संस्थाहरूको समूहलाई चाहिँ हामीले मार्केटिङ च्यानल भनेर भन्छौं। कुनै पनि प्रोड्युसरले सिधै चाहिँ उपभोक्तासम्म पुर्याउँदैन के, त्यहाँनिर चाहिँ विभिन्न इन्टरमिडिएरिजहरू अथवा मध्यस्थकर्ताहरूबाट हुँदै यो यसै च्यानल मार्फत चाहिँ के हुन्छ त फाइनल कन्ज्युमरकोमा जान्छन्। त्यस्तो खालको त्यो फाइनल कन्ज्युमरसम्म पुर्याउने जुन माध्यम छ त्यसलाई हामीले बजारशास्त्र माध्यम भनेर त्यसरी बुझ्न सक्छौं है त। ल अब यसलाई थोरै इंग्लिशमा बुझौं त्यसपछि नेपालीमा बुझौँला। A marketing channel is a set of individual or organization involved in the process of making a products or service available to consumer or business। त्यसलाई हामी मार्केटिङ च्यानल भनेर भन्छौं है। त्यही कुरा छ, हामीले सर यो कुरालाई एकचोटी पढिहाल्ने है। अब यहाँनिर धेरै खालका इन्टरमिडिएरिजहरू हुन्छन् भनेर भनिसक्यौं नि त। यही होलसेलर, रिटेलर, डिस्ट्रिब्युटर, एजेन्ट हुँदै फाइनल कन्ज्युमरसम्म जाने हो नि त। हो त्यसैलाई हामीले मार्केटिङ च्यानल भनेर भन्छौं। यसरी हामीले भन्नु पर्यो। मार्केटिङ च्यानल भनेको कुनै पनि उत्पादित वस्तु तथा सेवाहरूलाई चाहिँ फाइनल कन्ज्युमरसँग पुर्याउनको लागि विभिन्न इन्टरमिडिएरिजहरू, विभिन्न मध्यस्थकर्ताहरू अथवा बिचौलियाहरूको बीचमा त्यहाँनिर संलग्नता हुन्छ। त्यो प्रक्रियालाई नै हामीले बजारशास्त्रको माध्यम, त्यो प्रक्रिया हुँदै उपभोक्तासम्म पुग्ने कुनै वस्तु तथा सेवाहरू उपभोक्तासम्म पुग्ने प्रक्रियालाई हामीले बजारशास्त्र माध्यम भनेर भन्छौं भनेर त्यसरी हल्का फुल्का हैन हुन्छ नि, हो त्यो मिलाएर तपाईहरुले लेखिदिनु पर्ने हुन्छ है त। ल अब यहाँनिर लेखेको कुराहरूलाई बुझ्ने एकचोटी। ल यहाँ मैले जे कुरा भनेको छु त्यही कुरा नै यहाँनिर उल्लेख गरिएको छ। यति भनिदिनु हो भने यो मार्केटिङ च्यानलको तपाईको डेफिनेसन भइहाल्यो है। अब हामी जान्छौं इम्पोर्टेन्स अथवा नेचर इम्पोर्टेन्स भनेको छ। पहिला सुरुमा यसको नेचर हेरौं त्यसपछि इम्पोर्टेन्ट हेरौँला है त। ल अब यसको प्रकृति कस्तो रहेको छ त। द नेचर अफ मार्केटिङ च्यानल क्यान बी डिस्क्राइब एज बिलो भनेर भन्छौं। यसको नेचर कस्तो छ त भन्दाखेरिमा पहिला सुरुमा हामीले यसलाई रुट भनेर, यसको मार्ग कस्तो छ, यसको प्रवाह कसरी हुन्छ, यसको संरचना कस्तो छ, यसको चाहिँ कार्य के हो, फंक्सन के हो, र यसलाई चाहिँ सप्लाई डिमान्ड लिङ्केज कस्तो छ भनेर त्यो कुरा हामीले बुझ्नु पर्यो है त। त्यो भनेको मार्केटिङ च्यानलको नेचर हो है। रुट भनेको एउटा नेचर हो के। अब यो कस्तो हो त भन्दाखेरिमा, रुट भनेको कस्तो हो त भन्दाखेरिमा यो पनि एउटा बजार माध्यम भनेको त्यो एउटा यस्तो मार्ग हो जहाँ चाहिँ उत्पादकबाट उपभोक्ताहरूमा वस्तु तथा सेवाहरू प्रसारित हुने गर्छन् भने त्यसलाई हामी रुट भनेर भन्छौं। द मार्केटिङ च्यानल इज द रुट थ्रु व्हिच गुड्स एन्ड सर्भिसेस आर ट्रान्समिटेड फ्रम द म्यानुफ्याक्चरर टु द कन्ज्युमर, त्यसलाई हामी रुट भनेर भन्छौं। त्यो कन्ज्युमरसम्म कुनै उत्पादित वस्तुहरू जाने बाटो के हो त त्यसलाई हामीले रुट भनेर भन्छौं। जाने माध्यमलाई हामीले रुट भनेर भन्छौं। अब अर्को रहेको छ फ्लो, प्रवाह भनेको छ है त। फ्लो भनेको के त भन्दाखेरिमा इन अ मार्केटिङ च्यानल द गुड्स एन्ड सर्भिस फ्लो इन अ सिक्वेन्शियल स्मुथ एन्ड अनइन्डिरेक्सनल म्यानर भनेर भनेको छ। अब यसलाई के भनेर बुझ्ने त फ्लोलाई भन्दाखेरिमा बजारशास्त्र माध्यममा चाहिँ सामान र सेवाहरू क्रमिक, सहज र एक दिशात्मक रूपमा चाहिँ के हुने रहेछन् त प्रसारित हुने रहेछन्। यो चाहिँ मार्केटिङ च्यानलको एउटा नेचर भयो भनेर हामीले त्यसरी बुझ्नु पर्यो। अर्को रहेको छ कम्पोजिसन्स है। यसको संरचना कस्तो छ त। द च्यानल कम्प्राइज इन्टरमिडिएरिज लाइक एजेन्ट, डिस्ट्रिब्युटर, रिटेलर, होलसेलर हैन हो त्यसरी यी विभिन्न माध्यमहरू अथवा विभिन्न संरचना हुँदै केमा जान्छन् त कुनै पनि वस्तु तथा सेवाहरू यस्ता खालका इन्टरमिडिएटहरूको माध्यमबाट जान्छन् भनेर हामीले यसको संरचना यस्तो छ भनेर हामीले यसको नेचरको रूपमा एक्सप्लेनेसन गर्न सक्छौं। यस माध्यममा चाहिँ एजेन्ट, वितरक, खुद्रा विक्रेता, थोक विक्रेता जस्ता मध्यस्थकर्ताहरू के हुन्छन् त समावेश हुन्छन् भनेर हामीले भन्नु पर्यो है त।
अर्को रहेको छ फङ्सन। फङ्सन भनेको कार्य। यो भनेको के त भन्दाखेरिमा द फङ्सन अफ द मार्केटिङ च्यानल आर पर्फर्म बाई इन्टरमिडिएरिज दे एसिस्ट इन द ट्रान्सफर अफ टाइटल ओनरसिप एन्ड पोजेसन अफ गुड्स एन्ड सर्भिसेस बिट्विन द म्यानुफ्याक्चर एन्ड कन्ज्युमर भनेर यसलाई हामीले यो फङ्सनलाई एक्सप्लानेसन गर्छौँ। यो फङ्सन कसरी नेचर भयो त भन्दाखेरिमा बजारशास्त्र माध्यमको कार्यहरू मध्यस्थकर्ताहरूद्वारा गरिन्छ। तिनीहरूले चाहिँ उत्पादकहरू र उपभोक्ताहरू बिचको वस्तु र सेवाहरूको शीर्षक स्वामित्वहरू हस्तान्तरण गर्नको लागि यसरी यो फङ्सनद्वारा फाइनल कन्ज्युमरसम्म यसरी कार्य गर्छन् भनेर चाहिँ हामीले यसलाई भन्नु पर्यो है त। यो इङ्ग्लिस भाव भयो, यसलाई चाहिँ नेपालीमा यसरी भन्न सकिन्छ। ल अर्को पोइन्ट्स रहेको छ यो हेर्ने सप्लाई डिमान्ड लिङ्केज भनेर भनेको छ, आपूर्ति माग सम्बन्ध भनेर भनेको छ। अब यो भने कस्तो त भन्ने कुरा हुनसक्छ। यो भनेको marketing channel bridges the gap between the manufacturer and consumer by eliminating all the discrepancies related to supply and demand भनेर भनेको छ। यो सप्लाई डिमान्ड लिङ्केज आपूर्ति माग सम्बन्ध भनेको कस्तो त भन्दाखेरिमा बजारशास्त्र माध्यमले चाहिँ आपूर्ति र मागसँग सम्बन्धित सबै भिन्नताहरूलाई हटाएर उत्पादकहरू र उपभोक्ताहरू बिचको खाडललाई कम गर्छ। यस्तो खालको चाहिँ मार्केटिङ च्यानलको यस्तो नेचर रहेको छ भनेर हामीले यी 5वटा पोइन्ट्सहरूमा सरसर्ती यसरी एक्सप्लेनेसन्स गऱ्यौँ। अब यसको इम्पोर्टेन्स के कस्तो रहेको छ त त्यसको बारेमा पनि हामीले सरसर्ती हेर्दै जाउँ है त। ल इम्पोर्टेन्स अफ मार्केटिङ च्यानल भनेर भनेको छ बजारशास्त्र माध्यमको महत्त्व के छ त। पहिलो महत्त्व रहेको छ च्यानल प्रोभाइड्स डिस्ट्रिब्युसन्स एफिसियन्सी टु द म्यानुफ्याक्चरर्स। बजारशास्त्र माध्यमहरूले उत्पादकहरूलाई वितरण दक्षता प्रदान गर्छ भनेर एउटा के रहेको छ यसको महत्त्व रहेको छ। यसलाई यसरी यहाँनिर पढ्नुहोस् है त सरसर्ती। मार्केटिङ च्यानल्स प्रोभाइड डिस्ट्रिब्युसनल एफिसियन्सी बाई हेल्पिङ म्यानुफ्याक्चरर डेलिभर्स प्रोडक्ट्स टु कन्ज्युमर क्विकली एन्ड एट अ लोवर कस्ट। They reduce the burden of shortage and transportation, manage inventory effectively and ensure wider market coverage भनेर भनेको छ। यो सबै कुराहरू पढ्ने है त। यो पढ्ने यो भनेको के हो त बजारशास्त्र माध्यमहरूले उत्पादकहरूलाई वितरण दक्षता प्रदान गर्छन् भन्नुको मिनिङ के त यो पहिला पढ्ने, त्यसपछि हामीले यहाँनिर नेपालीमा पनि डिस्कसन गर्नेछौँ है। ल यो भनेको कस्तो त भन्दाखेरिमा बजारशास्त्र माध्यमहरूले उत्पादकबाट उपभोक्तासम्म सामान छिटो र कम लागतमा पुर्याउन सहयोग गर्छन् जसले वितरण प्रक्रियालाई प्रभावकारी बनाउँछ। यसले उत्पादनको भण्डारण ढुवानी र बजार व्यवस्थापनको झन्झटलाई घटाउँछ भन्ने यस्तो कुराहरू तपाईँले त्यसकारणले यो मार्केटिङ च्यानलको महत्त्व छ भनेर हामीले यसरी यो पोइन्टलाई एक्सप्लेनेसन्स गर्न सक्छौँ है त। अर्को रहेको छ च्यानल सप्लाई प्रोडक्ट्स इन रिक्वायर्ड एडजस्टमेन्ट्स भनेर भनेको छ। बजारशास्त्र माध्यमहरूले आवश्यक वर्गीकरणमा उत्पादनहरू आपूर्ति गर्छन् भनेर यो मार्केटिङ च्यानलको अर्को महत्त्व रहेको छ। अब यो भनेको कस्तो कुरा हो भन्ने कुरा यहाँ हेर्ने, पहिला यो बुझ्ने है त। ल यो इङ्ग्लिसलाई बुझ्ने मजाले। मार्केटिङ च्यानल सप्लाइज प्रोडक्ट्स इन रिक्वायर्ड एडजस्टमेन्ट्स बाई कलेक्टिङ गुड्स फ्रम various producer and offering them in the right mix is for consumer needs भनेर भनेको छ। यो भनेको के हो यो इङ्ग्लिसमा तपाईँहरूले पढ्नुहोस्, यहाँनिर चाहिँ म नेपालीमा सरसरी भनिदिन्छु है त यो भनेको के हो भन्ने कुरा। ल बजारशास्त्र माध्यमहरूले उपभोक्ताको आवश्यकता अनुसार विभिन्न प्रकारका उत्पादनहरू एकै ठाउँबाट उपलब्ध गराएर आवश्यक मिश्रण प्रदान गर्छन्। जहाँ ग्राहकहरूले एकै ठाउँबाट विभिन्न उत्पादनहरू किन्ने रुचि राख्ने भएकाले च्यानलहरूले यसलाई सहज बनाउँछ भनेर चाहिँ हामीले यो यसको एक्सप्लेनेसन गर्न सक्छौँ कि च्यानल सप्लाई प्रोडक्ट इन रिक्वायर्ड एडजस्टमेन्ट भनेको चाहिँ बजारशास्त्र माध्यमहरूले आवश्यकता अनुसार वर्गीकरणमा चाहिँ उत्पादनहरूलाई कसरी आपूर्ति गर्छन् विभिन्न च्यानलहरू सिर्जना गरेर होइन। अनि त्यसरी चाहिँ यसको महत्त्व रहेको छ यस्तो यस्तो भनेर चाहिँ लेख्दा भयो है। यसले ग्राहकको समय र मेहनत बचत गर्छ, त्यस्तै गरेर उत्पादकहरूको बिक्री बढाउँछ भन्ने कुराहरू जस्ता कुराहरू यहाँनिर लेख्नुपर्ने हुन्छ है। ल यो एउटा अर्को महत्त्व भयो। ल अर्को महत्त्व हेरौँ च्यानल प्रोभाइड सेल्सम्यानसिप भनेर भनेको छ। माध्यमहरूले बिक्री कौशल प्रदान गर्छन् भनेर भने। अब यो भने कस्तो त यसलाई सरसर्ती हेरिदिँदा यसरी देखाइदिँदा पनि भइहाल्छ हुन चाहिँ।
बिक्री कौशल प्रदान गर्ने माध्यमहरू त्यस्ता माध्यमहरू हुन् जसले सामान वितरणसँगै ग्राहकसँग प्रत्यक्ष सम्पर्क गरेर बिक्रीमा सहयोग गर्छन्। यी माध्यमहरूले ग्राहकलाई विश्वस्त बनाउँछन्, उत्पादनका विशेषताहरू बुझाउँछन् र विश्वास कायम गर्छन् भनेर चाहिँ यो सेल्सम्यान्सहरूले यस्तो कुराहरू गर्छन्, बिक्री कौशल प्रदान गर्छन् भन्नेको कुरा त्यो होइन। जस्तो इक्जाम्पल इन्क्लुड्स भनेर भनेको छ, जस्तो रिटेलर, एजेन्ट्स, डिरेक्ट सेलर, त्यही कुराहरू हामी अघिदेखि गर्दै आइरहेका छौँ। यी च्यानलहरू सेल्सम्यान्सले त्यसरी प्रोभाइड गर्दै गरेर कस्टमरसँग पुग्छन् र त्यसरी कस्टमरलाई, ग्राहकलाई सन्तुष्टि बनाउनको लागि महत्त्वपूर्ण भूमिका खेल्छन् भनेर यसो न गफगाफ दिने कुराहरू, यहाँनिर जोड्ने कुराहरू यहाँबाट गर्नु पर्यो है त। ल यसलाई पढ्ने मजाले। ल अर्को पोइन्ट्स रहेको छ, च्यानल हेल्प्स मर्चेन्डाइज द प्रोडक्ट भनेर भनेको छ। माध्यमहरूले उत्पादनको व्यापार गर्न मद्दत गर्छन् भनेको छ। यसलाई एकचोटि पढ्नुहोस् त सर। र उत्पादनलाई आकर्षक तरिकाले प्रदर्शन गर्न सहयोग गर्ने च्यानलहरूलाई व्यापारिक सहयोगी च्यानलहरू भनेर भनिन्छ। यस्ता च्यानलहरूले ग्राहकलाई सजिलै उत्पादन उपलब्ध गराउने, राम्रोसँग सजाएर राख्ने र खरिद निर्णयमा प्रभाव पार्ने काम गर्छन्। खुद्रा विक्रेता, थोक विक्रेता लगायतका माध्यमहरू यसमा पर्छन् जसले बिक्री बढाउनमा महत्त्वपूर्ण भूमिका खेल्छन्। त्यसैले यो मार्केटिङ च्यानलको एउटा महत्त्व रहेको छ भनेर हामीले यसरी भन्न सक्छौँ। अब अर्को महत्त्व रहेको छ, च्यानल हेल्प इम्प्लिमेन्ट द प्राइस मेकानिजम भनेर भनेको छ है। यो भनेको के त भन्दाखेरिमा माध्यमहरूले मूल्य समेत र कार्यान्वयन गर्न मद्दत गर्छ भनेर भनेको छ। अब यसलाई बुझिहालौँ है। यसलाई एकचोटि हेर्नुहोस् त इङ्ग्लिसमा। बजारशास्त्र माध्यमहरूले उत्पादनकर्ताबाट उपभोक्तासम्म सामान पुर्याएर मूल्य प्रणाली कार्यान्वयनमा सहयोग गर्छन् भनेर भनेको छ। माध्यमहरूले मूल्य समेत र कार्यान्वयन गर्न मद्दत गर्छन्। च्यानल हेल्प्स इम्प्लिमेन्ट द प्राइस मेकानिजम भनेको चाहिँ बजारशास्त्र माध्यमहरूले उत्पादक जुन प्रोडक्टकर्ताहरू हुन्छन् तिनीहरूबाट चाहिँ उपभोक्तासम्म सामान पुर्याएर मूल्य प्रणालीलाई कार्यान्वयन गर्नको लागि सहयोग गर्छन्। यिनीहरूले चाहिँ माग र आपूर्ति भनेको डिमान्ड र सन्तुलनलाई चाहिँ ब्यालेन्स गर्ने गर्छन्। द ब्यालेन्स सप्लाई एन्ड डिमान्ड विच इन्फ्लुएन्स प्राइसिङ, जसले चाहिँ मूल्य निर्धारणमा असर गर्ने गर्छ भनेर भनेको छ। त्यस्तै गरेर च्यानलहरूले बजार जानकारी प्रदान गर्छन्, मूल्य स्थिरता कायम राख्छन्, स्थान, समय तथा स्वामित्व उपयोगी सिर्जना गरेर उत्पादनको मूल्यलाई उपयुक्त बनाउँछन्। यसरी च्यानलहरूले बजारमा उचित मूल्य निर्धारण र नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्छन् भनेर हामीले यसलाई एक्सप्लेनेसन्स गर्न सक्छौँ है त। बुझिन्छ नि? ल यसलाई सरसर्ती हेरौँ त एकचोटि। यसरी हामीले यो च्याप्टरलाई पनि इन गर्छौँ र फाइनल च्याप्टरतिर हामी प्रवेश हुन्छौँ है त। ल यो कुराहरू सरसर्ती हेर्ने। र अर्को इम्पोर्टेन्ट कुरा यो पनि छ है त, अब यो मार्केटिङ लोजिस्टिकको महत्त्व के छ भनेर पनि सोधिदिन सक्छ। बजार रसदको मार्केटिङ लोजिस्टिक भनेको बजार रसदको महत्त्व के छ त भनेर यसो न 2 मार्क्समा अथवा 10 मार्क्समा पनि सोधिदिन सक्छ। यसलाई सरसर्ती पोइन्टहरू हेर्ने, पोइन्टहरू याद भयो भने एक्सप्लेनेसन्सलाई चाहिँ लेख्न सकिन्छ है त यो सब्जेक्टमा। ल यो भनेको छ इन्क्रिजिङ सेल, बढ्दो बिक्री पनि यसको बजार रसद अथवा मार्केटिङ लोजिस्टिकको एउटा महत्त्व भयो। त्यस्तै गरेर कन्ज्युमर सेटिस्फ्याक्सन भनेको छ उपभोक्ताहरूको सन्तुष्टि। त्यस्तै गरेर क्रिएट डिमान्ड सप्लाई इक्विलिब्रियम भनेको छ यसले माग र आपूर्ति सन्तुलन सिर्जना गर्छ होइन। माग र आपूर्ति कति बेला सन्तुलन हुन्छ भन्ने थाहा होला होइन। ल त्यस्तै गरेर क्रिएट्स टाइम एन्ड प्लेस युटिलिटी भनेर भनेको छ समय र स्थान उपयोगिता सिर्जना अर्को यसको महत्त्व हो। त्यस्तै गरेर हेल्प इन रिड्युसिङ डिस्ट्रिब्युसन कस्ट भनेर भनेको छ वितरण लागत घटाउन यसले मद्दत गर्छ। त्यस्तै गरेर हेल्प्स इन स्टेबलाइजेसन अफ प्राइस भनेर भनेको छ यसले मूल्य स्थितीकरणमा मद्दत गर्छ। त्यस्तै गरेर इम्प्रुभ कन्ज्युमर सर्भिस भनेर भनेको छ उपभोक्ताहरूको सेवा सुधार गर्छ। यस्ता खालका मार्केटिङ लोजिस्टिकका के रहेका छन् त महत्त्व रहेका छन् भनेर हामीले यसलाई सरसर्ती 3वटा पार्टमा हामीले यो च्याप्टर 8 होला सायद होइन, 8लाई चाहिँ हामीले सरसर्ती डिस्कसन गऱ्यौँ। अब हामी सायद फाइनल च्याप्टरतिर गइरहेको छौँ है।
अब हामीले नेक्स्ट भिडियोमा फाइनल च्याप्टरलाई डिस्कसन गर्छौँ र सर्ट क्वेसन एन्सरहरू पनि हामीले गर्न बाँकी छ। प्रत्येक च्याप्टर्सहरूको एकदमै 2 मार्क्समा आउने खालका क्वेसन एन्सरको बारेमा पनि हामीले नेक्स्ट भिडियोमा डिस्कसन गर्नेछौँ। त्यतिन्जेलसम्म तपाईँहरूले यतिन्जेलसम्म यो भिडियो हेर्नुभयो। भिडियो हेरिसकेपछि कस्तो लाग्यो मजाले पढ्ने, किप वाचिङ, किप लर्निङ, किप रिडिङ, किप राइटिङ, किप रकिङ है। ल मजाले पढ्ने है त। ल थ्याङ्क यू।